जिस्काउनको लागि गरिनाले पाइरेट फ्ल्याग भन्ने इमोटलाई चाहिँ रिटर्नमा ल्याउनेवाला छ। अब गेममा आउने नयाँ इमोट रोयल इभेन्टमा तपाईँहरूले देख्ने इमोटहरूको कुरा गर्नुपर्दा सुरुमा चाहिँ यो क्याची मेलोडी भन्ने गिटार बजाउनेवाला इमोटलाई पाउन सक्नुहुन्छ। यसमा चाहिँ तपाईँहरूले म्युजिक पनि पाउन सक्नुहुन्छ। तपाईँहरू मध्ये कोही सिङ्गर हुनुहुन्छ भने तपाईँहरूलाई त बेस्ट नै भइहाल्यो। त्यसै गरी अर्को इमोट भनेको चाहिँ हाम्रो पाइरेट फ्ल्याग भन्ने इमोट हुन्छ। यो इमोटको बारेमा मैले तपाईँहरूलाई भनिराख्नु नपर्ला। एक टाइममा पुरै मार्केट नै खाएकोवाला इमोट हो। पुरानो प्लेयरहरूलाई त थाहा नै होला। त्यसै गरी तपाईँहरूले यसमा देख्ने अर्को इमोट भनेको चाहिँ एउटा ग्रुप खालको इमोट देख्न सक्नुहुन्छ। हेलो अफ म्युजिक भन्नेवाला इमोट। यो चाहिँ अब तपाईँहरूले देखाउँदाखेरि तपाईँहरूको साथीले पनि देखाउँछ र यसमा चाहिँ छमछमी नाच्ने खालको छ र साइडमा तपाईँहरूको त्यो बिटहरू पनि चलिरहेको हुन्छ। इफेक्ट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसै गरी लास्टवाला इमोट भनेको चाहिँ यो पेटसँग नाच्ने खालको इमोट हुन्छ। क्रोमा ट्विस्ट ट्विस्ट भन्ने यसको नाम हुन्छ। पेटसँग अब सँगसँगै नाच्या हुन्छ। मार्चको 4 तारिक मतलब भोलिदेखि चाहिँ इभेन्ट आउनेवाला छ। आफ्नो डायमन्ड रेडी गरेर राख्नु होला र यस्तै अपडेट्सको लागि हामीलाई फलो गर्नु होला। जिस्काउनको लागि गरिनाले पाइरेट फ्ल्याग भन्ने इमोटलाई चाहिँ रिटर्नमा ल्याउनेवाला छ। अब गेममा आउने नयाँ इमोट रोयल इभेन्टमा तपाईँहरूले देख्ने इमोटहरूको कुरा गर्नुपर्दा सुरुमा चाहिँ यो क्याची मेलोडी भन्ने गिटार बजाउनेवाला इमोटलाई पाउन सक्नुहुन्छ। यसमा चाहिँ तपाईँहरूले म्युजिक पनि पाउन सक्नुहुन्छ। तपाईँहरू मध्ये कोही सिङ्गर हुनुहुन्छ भने तपाईँहरूलाई त बेस्ट नै भइहाल्यो। त्यसै गरी अर्को इमोट भनेको चाहिँ हाम्रो पाइरेट फ्ल्याग भन्ने इमोट हुन्छ। यो इमोटको बारेमा मैले तपाईँहरूलाई भनिराख्नु नपर्ला। एक टाइममा पुरै मार्केट नै खाएकोवाला इमोट हो। पुरानो प्लेयरहरूलाई त थाहा नै होला। त्यसै गरी तपाईँहरूले यसमा देख्ने अर्को इमोट भनेको चाहिँ एउटा ग्रुप खालको इमोट देख्न सक्नुहुन्छ। हेलो अफ म्युजिक भन्नेवाला इमोट। यो चाहिँ अब तपाईँहरूले देखाउँदाखेरि तपाईँहरूको साथीले पनि देखाउँछ र यसमा चाहिँ छमछमी नाच्ने खालको छ र साइडमा तपाईँहरूको त्यो बिटहरू पनि चलिरहेको हुन्छ। इफेक्ट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसै गरी लास्टवाला इमोट भनेको चाहिँ यो पेटसँग नाच्ने खालको इमोट हुन्छ। क्रोमा ट्विस्ट ट्विस्ट भन्ने यसको नाम हुन्छ। पेटसँग अब सँगसँगै नाच्या हुन्छ। मार्चको 4 तारिक मतलब भोलिदेखि चाहिँ इभेन्ट आउनेवाला छ। आफ्नो डायमन्ड रेडी गरेर राख्नु होला र यस्तै अपडेट्सको लागि हामीलाई फलो गर्नु